पुण्यात्मा जनले कठोर तपले जान्ने जगतका धनी राम्रो जाने हजुरलाई बुझली मैले भने परेको पनि यस्तै बात भनिनहरू पनि निकै राम्रा दिँदै उत्तर हाँस्दै बोल्नुभयो प्रसन्न मनले श्रीकृष्ण योगेश्वर तिम्रा सुन्न कुरा मिठा सबै ठट्टा गरेको पनि ठुलो यही सुख हो गृहस्थ जनको आनन्ददाता बनी रानी 16,100 जो श्रीकृष्णजीका थिए तिला ती सबका रहेर सँगमा सानन्द गर्दा भए छन् मेरै प्रभु म्याम छु प्रिय पनि छैनन् अरू सुन्दरी गर्थे ती सबले विचार मनमा त्यो जान्दथे श्रीहरि त्यो रानीहरूका पछि दशै छोराहरू जन्मिए कोही कोटी बढेर यादवहरू चौतर्फमा फैलिए रानी रुक्मिणीका भए सुख दिने प्रद्युम्न जेठा सुत पार्न रूप तथा स्वभाव उनले श्रीकृष्ण जय मोहित श्री रुक्मिणीका स्वयंवर पुग्दा प्रद्युम्नलाई वरिणको उत्तम रूपमा शशीमुखी मोहित भएकी थिइन् आए रोक्न भने दिग्तिर जति प्रद्युम्नजीले जिते मामाकी दुईता हरे रणमा सेकी सबैको खिचे रुक्मिणीले अपमान थियो घोर गतिको सम्झिरहेकै थियो बहिनीको हितका निमित्त दुईता प्रद्युम्नलाई दियो नाति ती अनिरुद्धलाई पछि थिइन् जो नातिनी रोचना रुक्मिणीले खुसी भई दिए गरी ती बहिनीको प्रार्थना।